बिर्ता मोडबाट सुरुङ्गा गएको थियौं। त्यहाँ त 19 वर्षको यङ एन्टरप्रेनरले रन गर्नुभएको यस्तो राम्रो क्याफे रहेछ। यो चाहिँ हो युनिक क्याफे एन्ड रेस्टो, जहाँ चाहिँ सुरुमै नोटिस हुने भनेको यहाँको यस्तो राम्रो एम्बियन्स, स्पेस पनि ठिक्क छ अनि ह्याङआउट गर्नको लागि चाहिँ मज्जाको इन्भाइरोमेन्ट छ। यहाँको एम्बियन्सको लेभल चाहिँ फुडले म्याच गर्न सक्छ कि सक्दैन भनेर हामीले अर्डर गर्यौं। स्यान्डविच, बर्गर, चिकन स्टिम फ्राइड अनि झोल मोमो, चिकन पिज्जा, भेज पकोडा अनि मोहितो। यहाँको स्पेशल आइटम चाहिँ मोमो नै रहेछ, जुन कुरा चाहिँ टेस्टबाटै थाहा हुन्छ। पिज्जा, बर्गर अनि स्यान्डविच पनि एकदमै मिठो थियो। अन्तिममा पकोडा र मोहितोले पेट त भरियो तर मन चाहिँ भरिएन। अझै यहाँ कम्फोर्टेबल स्मोकिङ जोनको सुविधा छ अनि कफी लभरहरूको लागि यहाँ बारिस्टा एकाडेमी पनि छ, जहाँ कफी एक्सपिरियन्स सँगै लर्निङ पनि एक्सप्लोर गर्न सकिन्छ। लोकेसन चाहिँ सुरुङ्गा बस स्ट्यान्डबाट अलिकति अगाडि गएर झापा रोड र क्याम्पस रोडको बीचको बाटोबाट एकछिन अगाडि गएपछि तपाईहरु यहाँ पुग्न सक्नुहुन्छ। हामी त गयौं, तपाईहरु चाहिँ कहिले जाने?